हेलो डियर स्टुडेन्ट्स, आजको यो भिडियोमा हामी चाहिँ केमिस्ट्रीको इम्पोर्टेन्ट च्याप्टरहरू अनि त्यो च्याप्टरहरू के कसरी पढ्दा इफेक्टिभ प्रिपरेसन हुन्छ भन्ने टपिकमा कुरा गर्छौँ। त्यो सुरु गर्नुभन्दा अगाडि मैले एउटा कोट भन्न चाहे। कोट के छ भने हेर्नु त, अ पर्सन हु नेभर मेड अ मिस्टेक नेभर ट्राइड एनिथिङ न्यू। भनेपछि यसको मतलब के भयो? तपाईहरू अहिले पढ्दै गर्दा होइन, एमसिक्यूहरू सल्भ गर्दै गर्दा अथवा स्याटरडे मोडल टेस्ट एटेन्ड गर्दै गर्दा तपाईको अनेक मिस्टेकहरू हुन्छ। जुन मिस्टेकहरू हेरेर होइन तपाईहरू आत्तिनुहुन्छ, डराउनुहुन्छ, डिमोटिभेटेड फिल गर्नुहुन्छ, जुन कि एकदमै गलत कुरा हो। अब तपाईँ यसरी सोच्नु कि होइन, त्यो मिस्टेकहरू अथवा त्यो क्वेसनहरू तपाईँको सीमा आएको भए त्यति बेला चाहिँ त्यसको सोल्युसन तपाईँहरूसँग हुँदैन थियो कि त्यति बेला मिस्टेक भएपछि त्यो करेक्ट गर्ने अपर्च्युनिटी पनि हुँदैन थियो। अनि त्यही क्वेसनहरू अहिले मिस्टेक भइरहेछ भने तपाईँसँग सिक्ने अपर्च्युनिटी त छ नि, टाइम त छ नि होइन। त्यही भएर अहिले मिस्टेक हुनु एकदमै राम्रो कुरा हो। त्यहाँबाट तपाईँले सिक्न सक्नुहुन्छ, त्यो मिस्टेकलाई करेक्ट गर्न सक्नुहुन्छ कि। भनेपछि जुनसुकै क्वेसनहरू मिस्टेक भइरहेछ त्यहाँबाट नडराउनु, त्यो क्वेसनहरूलाई सकभर सिक्ने कोसिस गर्नु, बुझ्ने कोसिस गर्नु, अनि त्यहाँबाट तपाईँले नयाँ नयाँ कुराहरू सिक्न सक्नुहुन्छ कि। यति भन्दै म टपिकतिर लागेँ। अब टपिक के छ भने हेर्नु, त्यहाँ हाउ टु स्टडी केमिस्ट्री। केमिस्ट्रीमा पनि अब तपाईँको फिजिकल केमिस्ट्री, अर्ग्यानिक केमिस्ट्री, इनअर्ग्यानिक केमिस्ट्री कसरी पढ्ने भन्ने कुरा हुन्छ। अब फिजिकल केमिस्ट्री होइन, मोस्टली यसमा चाहिँ न्युमेरिकल क्वेसनहरू सोधिरहेको हुन्छ। त्यही भएर चाहिँ यसमा के फोकस गर्नु पऱ्यो, तपाईँको न्युमेरिकल एमसिक्यूहरूमा बढी फोकस गर्नु पऱ्यो होइन। अब त्यो न्युमेरिकल एमसिक्यूहरू गर्दा सबैभन्दा पहिला तपाईँहरू के गर्नु, पास्ट इयर क्वेसन जे जति छ नि च्याप्टर वाइज बेसिसमा त्यो सबै सल्भ गर्नु। त्यहाँबाट तपाईँले चाहिँ त्यो च्याप्टरबाट के कस्तो क्वेसन न्युमेरिकल क्वेसनहरू सोध्छ भन्ने आइडिया पाउनुहुन्छ कि होइन। मजाले पास्ट इयर क्वेसन सल्भ गर्नु। पास्ट इयर क्वेसन सल्भ गरेपछि अब एडिसनल क्वेसन पनि हुनसक्छ, त्यो एडिसनल क्वेसनहरू चाहिँ सल्भ गर्नु होइन। बढी फोकस के गर्नु भने न्युमेरिकल एमसिक्यूमा। तर फिजिकल केमिस्ट्रीमा पनि कुनै कुनै होइन थ्योरेटिकल च्याप्टरहरू छ। थ्योरेटिकल च्याप्टरमा तपाईँको आइहाल्यो यता यो एसिड बेस साल्टहरू, थ्योरेटिकल च्याप्टर। अब योमा त त्यस्तो न्युमेरिकल त छैन, तर तपाईँहरूले कन्सेप्ट थाहा हुनुपर्छ कि होइन। एसिड बेस साल्ट भयो, यसमा तपाईँको एसिडहरूको अर्डर, बेसहरूको अर्डर चाहिँ सोधिराख्ने क्वेसन हो कि होइन। साल्ट्सको टाइप्स अनि इक्जाम्पल्स, यसको इक्जाम्पल्स सोधिराख्ने क्वेसनहरूमा पर्छ। भनेपछि यो टपिकहरू एकदमै इम्पोर्टेन्ट हो। यहाँबाट चाहिँ तपाईँहरू कन्सेप्ट पनि अब याद गर्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। भनेपछि एउटा कुरा के दिमागमा राखिराख्नु भनेपछि फिजिकल केमिस्ट्रीमा तपाईँ सकभर चाहिँ म्याक्सिमम यो न्युमेरिकल क्वेसनहरू सल्भ गर्नु, यो मोस्टली न्युमेरिकल क्वेसनहरू सल्भ गर्नु अनि पास्ट इयर क्वेसन सल्भ गर्नु। यति भएपछि तपाईँको फिजिकल केमिस्ट्री अलमोस्ट तयारी भइहाल्छ, प्रिपरेसन भइहाल्छ। अब तपाईँको अर्ग्यानिक केमिस्ट्री पढ्दा तपाईँले के ध्यान दिनुपर्ने हुन्छ भनेपछि अर्ग्यानिक केमिस्ट्रीमा तपाईँको हरेक च्याप्टरमा होइन तपाईँको नेमिङ रियाक्सन फस्दै गर्छ कि। यसमा चाहिँ तपाईँको नेमिङ रियाक्सन फस्दै गर्छ। भनेपछि जे जति नेमिङ रियाक्सनहरू छ नि त्यो सबै रियाक्सनहरू एउटा ठुलो चार्ट पेपरमा अथवा कपीमा लेखेर हरेक दिन अथवा हरेक टेस्ट दिनुभन्दा अगाडि चाहिँ त्योहरू के गर्नु, मजाले रिभिजन गरेर जानु कि। अब यति नेमिङ रियाक्सन नै छ होइन कि तपाईँहरू त्यो मात्र पढ्नुभयो भने एउटा च्याप्टरको ओभरभ्यू तपाईँहरूले थाहा भइहाल्छ कि। भनेपछि त्यो नेमिङ रियाक्सनहरू मजाले पढ्नु। त्यसपछि होइन तपाईँको कन्सेप्चुअल यो टपिकहरू पनि छ अर्ग्यानिक केमिस्ट्रीमा। फर इक्जाम्पल तपाईँको यो रियाक्सन मेकानिजम एकदमै कन्सेप्चुअल टपिक हो कि होइन। अब यो टपिक तपाईँहरूले मजाले बुझेर पढ्नुभयो भने अरू जे जति पछाडिको टपिकहरू छ नि त्यो सबै चाहिँ मजाले त्यसको रियाक्सन मेकानिजमहरू, त्यसको प्रोडक्टहरू यसै पनि निकाल्न सक्नुहुन्छ कि। त्यही भएर अब यसमा बढी याद गर्नुभन्दा पनि अर्ग्यानिक केमिस्ट्रीमा तपाईँको यो मेकानिजम बुझ्नुपर्ने हुन्छ कि होइन। त्यही भएर रियाक्सन मेकानिजम चाहिँ अलि राम्ररी नै पढ्नु अनि बाँकी चाहिँ नेमिङ रियाक्सनहरू मजाले घोक्नु कि। नेमिङ रियाक्सनहरू मजाले पढ्नु। एउटा कुरा मैले फिजिकल केमिस्ट्रीमा के भन्न चाहेँ भने यसको फिजिकल केमिस्ट्रीको जे जति यो फर्मुलाहरू छ नि, फर्मुलाहरू चाहिँ एउटा सिटमा ठुलो पेपर चार्टमा होइन लेखेर अब त्यो कुनै पनि च्याप्टरको त्यो एमसिक्यू ट्राई गर्नुभन्दा अगाडि त्यो फर्मुला हेरेर ट्राई गर्न जानु कि, सल्भ गर्न बस्नु। भनेपछि त्यो त्यति बेला एकदमै इफेक्टिभ हुन्छ। फर्मुला रिभाइज गर्नु, त्यसपछि चाहिँ त्यो टपिकको एमसिक्यूहरू गर्न बस्नु। यो चाहिँ फिजिकल केमिस्ट्रीमा गर्नु। त्यसै गरी अर्ग्यानिक केमिस्ट्रीमा मैले भनिदिएँ, नेमिङ रियाक्सनहरू मजाले हेर्नु सबै
जुन जुन इम्पोर्टेन्ट छ त्योहरू है फेरि चाहिँ कहिले नामै नसुनेको नेमिङ रियाक्सनहरू याद गर्नु पर्दैन। बुझ्नुभयो नि? अनि त्यसपछि चाहिँ तपाईँको रियाक्सन मेकानिजम मजाले पढ्नु। अनि यसभन्दा अब यसपछि तपाईँको च्याप्टरहरू जे जति छन् त्यो च्याप्टरहरूको रियाक्सनहरू तपाईँले थाहा भइहाल्छ कि प्रोडक्टहरू आफै बनाउन सक्नुहुन्छ। अर्को चाहिँ इनअर्ग्यानिकमा, अब इनअर्ग्यानिक केमिस्ट्री चाहिँ तपाईँको यसमा एकदमै एक्सेप्सनहरू एकदमै हुन्छ। एक्सेप्सन अनि थोरै एक दुईवटा चाहिँ कन्सेप्चुअल टपिकहरू पनि छ। फर इक्जाम्पल तपाईँको पिरियोडिक टेबल पढ्दा होइन तपाईँको अरू जे जति यस पछिको च्याप्टर छ नि त्यसको त्यो रिलेसन चाहिँ पिरियोडिक टेबलसँग छ के। अनि यो पिरियोडिक टेबल तपाईँको कन्सेप्चुअल टपिक हो। यसमा तपाईँहरूको के पढ्नुपर्ने हुन्छ भने यो एटोमिक रेडियस, यो आयनाइजेसन इनर्जी, इलेक्ट्रोनेगेटिभिटी, यो सबै पढेपछि होइन तपाईँहरू चाहिँ यसको कन्सेप्ट चाहिँ अरू फ्यामिलीहरू पढ्दा चाहिँ एकदमै युज हुन्छ कि। अब कुनै फ्यामिली पढ्नुभयो, फर इक्जाम्पल तपाईँले अल्काली मेटल्सको फ्यामिली पढ्नुभयो, अब त्यो अल्काली मेटल्सको ग्रुपको इलिमेन्टहरूलाई एरेन्ज गर्न होइन एटोमिक रेडियसको आधारमा तपाईँको यो पिरियोडिक टेबलको कन्सेप्ट युज भएर हुन्छ कि, जुन कि कन्सेप्ट तपाईँ पिरियोडिक टेबलमा पढिसक्नुहुन्छ। भनेपछि के गर्नु, पिरियोडिक टेबल मजाले पढ्नु कि, कन्सेप्ट बनाएरै पढ्नु। अनि त्यसपछि जे जति टपिक पछाडिको टपिक छ नि त्यसको चाहिँ एक्सेप्सन्सहरू हरेक च्याप्टरमा केही न केही एक्सेप्सन होला कि, त्यो एक्सेप्सन्सहरू मजाले घोकिदिनु। अब यसमा चाहिँ एकदमै घोक्नुपर्ने मोलिकुलर फर्मुलाहरू धेरै हुन्छ कि, त्यो एक्सेप्सनहरू मजाले के गर्नु, घोकिदिनु, लर्न बाई हार्ट है। अनि यसमा अरू केही त्यस्तो उपाय त छैन, किनभने कुनै कुनै छ कि यसमा याद गर्नुपर्ने कुराहरू छ, त्यो अब याद नगरिकन तपाईँको केही त्यो फाइदा हुँदैन कि। भनेपछि याद गर्नुपर्ने नै हुन्छ, त्यो गर्नु होइन। अनि त्यो यति गरिसकेपछि तपाईँको अर्ग्यानिक केमिस्ट्री एकदमै सजिलो भइहाल्छ होइन। मोलिकुलर फर्मुलाहरू पढेपछि एकदमै सजिलो भइहाल्छ। अब यो चाहिँ तपाईँको केमिस्ट्री पढ्ने टेक्निक भयो। अब इम्पोर्टेन्ट च्याप्टरहरूको कुरा गर्दा होइन अब तपाईँहरूले के सोच्नुहुन्छ भने दाइले चाहिँ सबै अब टपिकहरू लेखिदिनु भएको छ, त्यस्तो होइन कि। हेर्नु, अब तपाईँको इम्पोर्टेन्ट टपिकहरू मैले माथि लेखिदिएको छु, त्यसपछि चाहिँ तल चाहिँ त्यो लेस इम्पोर्टेन्ट टपिकहरू हो कि। अब तपाईँहरू चाहिँ एकदमै राम्रो गर्न चाहनुहुन्छ भने त सबै टपिक हेर्नु नै पर्यो होइन। तर तपाईँहरू चाहिँ अब थोरै समयमा धेरै राम्रो गर्न चाहनुहुन्छ भने यो म जुन जुन टपिक भन्छु नि इम्पोर्टेन्ट, त्यो चाहिँ एकदमै मजाले एमसिक्यूहरू गर्नु पर्यो त्यो च्याप्टरको होइन। अनि त्यो च्याप्टरहरू बुझेको पनि हुनु पर्यो। भनेपछि एकदमै इम्पोर्टेन्ट च्याप्टर भनेको तपाईँको यो केमिकल क्यालकुलेसन आइहाल्यो। यो केमिकल क्यालकुलेसनबाट हरेक साल होइन क्वेसन सोधेकै छ के। यो भोल्युमेट्रिक एनालाइसिसबाट हरेक साल क्वेसन 2टा 3टा नभए मिनिमम एउटा सोधेकै छ कि। यो अक्सिडेसन रिडक्सनबाट पनि हरेक साल क्वेसन सोधिरहन्छ। यो ग्यासियस स्टेटबाट यो च्याप्टर सजिलो छ तर क्वेसन चाहिँ आइरहन्छ। भनेपछि यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो कि। भिबिआई च्याप्टरहरू यो चाहिँ छोड्नै नहुने च्याप्टरहरू छ, किनभने यबाट चाहिँ न्युमेरिकल क्वेसनहरू मोस्टली आइरहेको हुन्छ कि। त्यसै गरी यो एटोमिक स्ट्रक्चर, रेडियो एक्टिभिटी यो चाहिँ अलि लेस इम्पोर्टेन्ट छ होइन। तर पनि अब एउटा दुईवटा क्वेसन कहिलेकाहीँ सोधिरहन्छ कि यो च्याप्टरहरूबाट होइन। त्यही भएर चाहिँ अब राम्रो गर्न चाहनुहुन्छ भने त थोरै थोरै त हेर्नु नै पर्यो कि। त्यही भएर यो च्याप्टरहरूको पास्ट इयर क्वेसन हेर्दा पनि अब भइहाल्छ जस्तो लाग्यो मलाई। पास्ट इयर क्वेसन हेर्दा पनि भयो होइन। अब त्यसपछि चाहिँ यो केमिकल आयनिक इक्विलिब्रियम, अब यो पनि तपाईँको अलमोस्ट न्युमेरिकल त्यो सोध्ने क्वेसनहरू यो टपिकहरूबाट फस्छ कि होइन। अनि यो टपिकहरूबाट पनि तपाईँले सकभर सबै न्युमेरिकलहरू गर्न सक्नु पर्यो होइन। तर त्यति चाहिँ इम्पोर्टेन्ट त छैन, तर पनि पढेपछि अब बेफाइदा चाहिँ हुँदैन कि यो टपिकहरू। क्वेसन चाहिँ सोधिरहन्छ रियरली होइन, आइरहन्छ। भनेपछि पढ्नु के सकभर तपाईँसँग टाइम छ भने अब यो मैले माथिको टपिक जे भने नि त्यो एकदमै मजाले पढ्नु। त्यसपछि चाहिँ तलको टपिकहरू पढ्दा अलिक छिटो पढ्न सक्नुहुन्छ, पास्ट इयर क्वेसनहरू गर्न सक्नुहुन्छ। अनि त्यसपछि यो तलको टपिकहरू चाहिँ त्यस्तो इम्पोर्टेन्ट त छैन, नट सो इम्पोर्टेन्ट। भनेपछि तपाईँले के गर्न सक्नुहुन्छ, अब एकचोटि रिभिजन गर्दा भयो कि, नभए त्यति टाइम चाहिँ नदिएर होइन थोरै पढ्दा भयो, थोरै टाइम दिँदा भयो। तर पढ्नु चाहिँ पर्यो है, टाइम दिँदा भयो। सबै टपिक चाहिँ पढ्नु पर्यो कि, रिभिजन चाहिँ गर्नु पर्यो। किनभने अब भरोसा हुँदैन कि सीईको। अब यो चाहिँ तपाईँको जेनरल ट्रेन्ड अनुसार मैले यो बनाएको छु, यो टपिकको चाहिँ प्रायोरिटी अर्डर होइन। तर सीईको भरोसा हुँदैन, कुन साल कहाँबाट क्वेसन सोधिन्छ त्यो थाहै हुँदैन कि।
भनेपछि एकचोटि तपाईँको एउटा बेसिक नलेज चाहिँ सबै टपिकको हुनु पर्यो, तर माथिको त्यो भोल्युमेट्रिक एनालाइसिस केमिकल क्यालकुलेसनको टपिकहरू होइन एकदमै मजाले तपाईँले आउनुपर्ने हुन्छ कि। यति भएपछि अब अर्ग्यानिक केमिस्ट्रीमा हेर्नु त कति मार्कको क्वेसन छ, 18 मार्कको क्वेसन सोध्छ अर्ग्यानिक केमिस्ट्रीमा। अनि यसमा चाहिँ तपाईँहरूले एकदमै मजाले के थाहा पाउनुपर्छ भने यो प्युरिफिकेसन अफ अर्ग्यानिक कम्पाउन्ड्स सजिलो टपिक छ, तर हरेक साल क्वेसन आइरहेको हुन्छ। त्यसै गरी रियाक्सन मेकानिजम यो त मोस्ट भिभिआई म भन्छु, किनभने यो चाहिँ बेस हो कि। बाँकी यसपछि जे जति टपिक आउँछ नि त्यो सबै टपिकको बेस हो। भनेपछि यो बुझ्नुभयो भने अरू टपिकहरूको तपाईँको प्रोडक्ट रियाक्सन मेकानिजमहरू यसै आइरहेको हुन्छ नर्मली। त्यही भएर यो चाहिँ पढ्नु मजाले। अर्को चाहिँ हाइड्रोकार्बनबाट पनि क्वेसन सोधिराख्ने गर्छ। हाइड्रोजन डेरिभेटिभ पनि एकदमै इम्पोर्टेन्ट हो। यो कार्बोक्सिलिक एसिड एन्ड डेरिभेटिभबाट पनि क्वेसन एउटा न त दुईवटा सोधिरहेको हुन्छ। अल्कोहल त भिभिआई, अल्कोहल सजिलो टपिक छ तर क्वेसन सोध्ने हो। यो कार्बोनाइल कम्पाउन्ड पनि एकदमै सोध्ने क्वेसन हो, सोध्ने टपिक हो कि, योबाट क्वेसन सोध्ने हो। अर्को कम्पाउन्ड्स कन्टेनिङ नाइट्रोजन भइहाल्यो तपाईँको, केमिस्ट्री इन एक्सन, मोलिक्युल सप्लाई। यति टपिक चाहिँ तपाईँले एकचोटि हेर्नै पर्ने हुन्छ कि अर्ग्यानिक केमिस्ट्रीबाट होइन। अनि योभन्दा बाहिर जे जति टपिक छ नि त्यो चाहिँ अलि लेस इम्पोर्टेन्ट हुन्छ है। यति पढ्नुभयो भने तपाईँले एउटा बेसिक नलेज चाहिँ गेन गर्नुहुन्छ कि अरू क्वेसनहरू चाहिँ तपाईँले चाहिँ योबाट रिलेट गरेर सल्भ गर्न सक्नुहुन्छ। त्यसै गरी अर्ग्यानिक केमिस्ट्रीमा चाहिँ नर्मली सोधिराख्ने टपिक पिरियोडिक टेबल, यो एकदमै इम्पोर्टेन्ट, किनभने यो चाहिँ कन्सेप्चुअल पनि हुन जान्छ होइन, कन्सेप्चुअल टपिक हो। अनि यो टपिकको चाहिँ तपाईँको कन्सेप्ट अरू यो बाँकी जे जति टपिक छ नि सबैमा युज हुन्छ। त्यही भएर यो चाहिँ पिरियोडिक टेबल मजाले पढ्नु। अर्को चाहिँ मेटल्स एन्ड मेटलर्जी इजी टपिक हो होइन, तर क्वेसन सोधिराख्ने गर्छ। अल्काली मेटल्सबाट पनि एउटा न त दुईवटा क्वेसन सोध्ने हो। अल्काली अर्थ मेटल्सबाट पनि क्वेसन सोधिराख्ने गर्छ। सल्फर एन्ड इट्स कम्पाउन्डबाट त एकदमै क्वेसन सोध्छ कि होइन, योबाट धेरै क्वेसन सोध्छ। त्यही भएर यो पढ्नु पर्यो। अर्को हाइड्रोजनबाट एक दुईवटा क्वेसन सोधिरहेको हुन्छ। कोइनेज मेटलबाट पनि त्यस्तै गरी क्वेसन सोधिरहेको हुन्छ। हेभी मेटल्सबाट सोधिरहेको हुन्छ। भनेपछि यो च्याप्टरहरू एकदमै तपाईँहरूले थाहा हुनु पर्यो कि। योभन्दा बाँकी च्याप्टरहरू छ नि जे जति, बाँकी च्याप्टर पनि अब रिभाइज गर्दा भयो, पास्ट इयर क्वेसनहरू गर्दा भयो होइन, तर त्यति इम्पोर्टेन्ट चाहिँ छैन। तर तपाईँले एकदमै राम्रो गर्नु छ भने होइन तपाईँहरूले त्यो च्याप्टर पनि पढ्नु पर्यो कि, पढ्नु पर्यो एकदमै राम्रो गर्नु छ भने। अब तपाईँसँग हेर्नु टाइम छ अहिले, त्यही भएर टाइमलाई चाहिँ खेर फाल्नुभन्दा पनि के गर्न सक्नुहुन्छ, मजाले चाहिँ सबै टपिकहरू होइन थोरै भए पनि हरेक च्याप्टरको नलेज हुनु पऱ्यो कि तपाईँहरूसँग। भनेपछि अब यो चाहिँ नठान्नु कि दाइले चाहिँ यो टपिक मात्र लेखिदिनु भएको छ, यति मात्र पढेर गएपछि मेरो राम्रो हुन्छ, यो मैले पटक्कै भन्न खोजेको होइन कि। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो होइन। यति टपिकहरू तपाईँले सिरियसली भएर नै कभर गर्नुपर्ने हुन्छ। बाँकी टपिकहरू पनि तपाईँले पढेपछि राम्रो गर्न सक्नुहुन्छ, यो चाहिँ मैले भन्न खोजेको हो कि खासमा होइन। त्यही भएर योभन्दा बाहिरको टपिकहरू जे जति छ नि त्यो पनि मजाले पढ्नु। अब डिपमै पढ्न नसके पनि होइन बेसिक नलेज चाहिँ राखिराख्नु। पास्ट इयर क्वेसन चाहिँ हरेक टपिकको गर्नु। पास्ट इयर चाहिँ कुनै पनि टपिकको नछोड्ने, पास्ट इयर चाहिँ हरेक टपिकको गर्नु। अनि यति चाहिँ गर्नुभयो भने तपाईँको चाहिँ केमिस्ट्री राम्रो हुन जान्छ होइन। अनि यति भन्दै म आजको यो भिडियो यतिमै इन्ड गर्छु। तपाईँहरूले भिडियो चाहिँ मन पर्यो भने के गर्नु, सेयर गर्न सक्नुहुन्छ कि आफ्नो साथीहरूसँग, उनीहरूलाई पनि थाहा भइहाल्छ होइन। अनि मजाले पढिराख्नु। अल दी भेरी बेस्ट।